होला मिरमिरे पछाडि चाहिँ तपाईको जीवनमा चाहिँ मिरमिरे बिहानी आउला जस्तो लाग्छ कि लाग्दैन त्यो सुनौँ न। जिन्दगी त त्यस्तो अन्धकारतिर छैन, जिन्दगी नै चाहिँ अन्धकारतिर छैन मेरो, किनभने जिन्दगीका धेरै विकल्पहरू हुन्छन्। जिन्दगीलाई कुन उज्यालोमा लैजाने भन्ने थुप्रै विकल्पहरू हुन्छन्, त्यसैले मसँग पनि ती विकल्पहरू थिए जिन्दगीमा। त्यसैले हजुरले भने जस्तो मलाई चाहिँ लागेको छैन कि म एकदमै अन्धकारमा हिँडिरहेको छु, मेरो जिन्दगी अन्धकारतिर गइरहेको छ, पहिलो कुरा। र दोस्रो कुरा तपाईँले भने जस्तै यो तपाईँले अलि मेटाफोरिक हिसाबले मिरमिरेको टाइटलसँग चाहिँ अँध्यारो र उज्यालोलाई जाँच्न तुलना गर्न खोज्नु भएको भएर प्रश्न अहिले चाहिँ मलाई मिठो लाग्यो। मिरमिरे पछाडि पनि अझै उज्यालो घाम आउनेछ जिन्दगीमा, आशा गरौँ। दया सरलाई पनि सोधिहालौँ है। अब धेरै चलचित्र गरिरहेको भनेर कुरा आइरहँदाखेरि, प्रड्युसरहरूलाई टाइम नदिएको भनेर कुरा आइरहँदाखेरि पनि कतै न कतै अलिकति आफैमा पनि चेन्जेस आउनुपर्छ भन्ने तपाईँलाई लाग्छ कि लाग्दैन? किनभने अहिलेको टाइममा तपाईँ आफैले पनि रियलाइज गर्नुभयो होला, दयाहाङलाई अहिले पनि नम्बर 1 नायक भन्छन्, तर दयाहाङ राईको फिल्म हेर्नलाई उहाँका नम्बर 1 फ्यान्सहरू पुगिरहेछन् कि छैनन् त्यो पनि आउन सक्छ होइन। फिल्म मात्र गरिरहने हो, माया मात्र अरूलाई दर्शाइरहने हो भने त तपाईँ भोलिको दिनमा त्यो एउटा नम्बर 1 को स्थानमा आफूलाई कसरी राखिरहन सक्नुहुन्छ त्यो चाहिँ सुनौँ न। गोप्य ठाउँबाट देख्दै थिएँ निशालाई जा ए ओके। मुख्य कुरा त कस्तो हुँदो रहेछ भने मानिस अलिकति स्वभावले लोभी भइन्छ। काम गर्ने मान्छेहरू विशेष गरेर कामसँगै आकर्षित भइन्छ। मेरो कर्तव्य काम गर्नु हो, जो चाहिँ सिनेमामा अभिनय गर्ने काम गर्छु, कुनै चरित्र निर्वाह गर्ने काम गर्छु। त्यो कामको परिणाम चाख्नु अथवा त्यसको स्वाद लिनु एउटा ठाउँमा होला, तर जसरी नम्बरको कुरा आयो, नम्बरलाई चाहिँ म मान्दिनँ, अस्वीकार गर्छु। मेरो आफ्नो कुन ठाउँ स्थान छ त्यो तपाईँले दिनुभएको अथवा तपाईँले भन्नुभएको प्रति धेरै आभारी नै छु। अघि पनि मैले भने मेरो मुख्य कर्तव्य भनेको चाहिँ चरित्रहरूमाथि काम गर्नु। जतिसक्दो नेपालभित्र यति धेरै डाइभर्स कल्चर छौँ, अघि भने हामीले धेरै यहाँ विविधता छ, त्यो विविधतालाई चाहिँ यो सिनेमा मार्फत अथवा कला मार्फत चाहिँ एकले अर्कालाई चिनाउनु जरुरी छ। हामी चिनिएको छैनौँ, नेपाली साहित्यबाट अलिअलि होला, सङ्गीतबाट अलिअलि होला, सिनेमा मार्फत पनि चिनाउँ होइन। हिमालदेखि तराई अथवा पूर्वदेखि पश्चिममा हामी विभिन्न भौगोलिक हिसाबले पनि रहनसहनको हिसाबले पनि धेरै कुराहरू हामीमा छ। त्यो कुराहरू चाहिँ मैले गरेका चरित्रहरू कथा मार्फत चाहिँ नै त्यसका मनोविज्ञान, त्यसका आदर्श जीवनशैली आयो भने चाहिँ हामीले एक अर्कालाई चिन्ने मौका पाउँछौँ भन्ने कुरा हो। मेरो जोड नै त्यो विविधताको एकतामा लाने, त्यही जोड अन्तर्गत चाहिँ मैले चरित्रहरू निर्माण गरिरहेको छु, काम गरिरहेको छु। मेरो लोभ त्यसैमा हो। तर त्यो काम मेरो त्यो कर्तव्यको मूल्याङ्कन भनेको चाहिँ तपाईँहरूले अथवा दर्शकहरूले आजको दिनमा गरिरहनु भएको छ र आजको दिनमा मात्रै यो मूल्याङ्कनले काम लाग्दैन होला, भविष्यमा पनि यसको धेरै मूल्याङ्कनहरू हुनेछन् होला भन्ने मलाई चाहिँ लागेको छ। त्यस कारणले कुनै त्यो सफलता असफलताको हिस्सा आफू बनिनु, तत्कालीन समयमा नपाउनु, कुनै सिनेमा को धेरै कामहरूमा भनेको मेरो सुटिङ र प्री मात्रै भयो, अरू ठाउँमा चाहिँ उपस्थित हुन नसक्नु त मेरो लागि पनि त्यो एउटा के भन्छ दुर्भाग्य नै हो भनौँ होइन। तर अब समय त्यस्तै चलिरहेको छ। यसलाई चाहिँ म यो व्यस्तताको अथवा मेरो कामको यो उसलाई नै स्वाद लिइरहेको छु यति बेला चाहिँ बनाउन। र हामीले अब हाम्रो रिसर्च नपुगेको भनौँ कि के भनौँ होइन, भाउजू सिङ्गर हुनुहुँदो रहेछ है, हाम्रै रिसर्च नपुगेको भन्नुपर्ला। चलचित्रमा गीत पनि गाउनु भएको रहेछ होइन। उहाँले लाइमलाइट नपाउनुको कारण चाहिँ घर हेर्नु परेर हो कि तपाईँको सपोर्ट नपुगेर? यो चाहिँ मैले 10-12 वर्ष अगाडि धेरै स्टोरी भनेको छु होइन।
मेरो श्रीमतीको चाहिँ म ठुलो फ्यान थिएँ होइन। म्युजिकमा त्यति बेला उसले राम्रो काम गरिरहेको थियो अनि उसको गीत सुन्दा सुन्दै म उसको पछि लागेछु, भेट भयो। अनि मेरो सपना उसले चाहिँ उसको सपना चाहिँ एउटा सिङ्गिङ गर्नु र पढ्नु, एकाडेमिक हिसाबले पढ्नु उद्देश्य थियो। मेरो उद्देश्य हामी दुईजनाको बिचमा मेरो उद्देश्य चाहिँ जतिसक्दो नेपाली सिनेमामा चाहिँ धेरै कथाहरू आउन् र म चाहिँ नाटकमा रुचि भएकोले संस्थागत रूपमा नाटकमा पनि काम गरौँ र नाटकमा हामीले जे भोग्यौँ आगामी आउने पुस्ताहरूले त्यो नभोगोस् र एउटा ओपन प्लेटफर्म पनि क्रिएट गरौँ भन्ने हिसाबले म चाहिँ नि दुईवटा हिसाबले करियर पनि अनि अर्को हिसाबले पनि लागिरहँदाखेरि चाहिँ उसले चाहिँ मेरो सपना चाहिँ पढ्नु र यो गीत गाउनु हो, तिम्रो चाहिँ अलिक ठुलो महत्त्वकाङ्क्षी सपना छ, तिमीलाई म हेल्प गर्छु भनेर उसले चाहिँ अध्ययनलाई अगाडि बढाएर करियरलाई चाहिँ नि जुन प्लेटफर्मलाई चाहिँ उसले आफूलाई होल्ड गरेर मलाई यो ठाउँमा पुर्याएको हो। यो कुरा चाहिँ मैले धेरै अगाडि पनि मैले के भनेको थिएँ भने मैले नै छेकेको हो उसको सपना चाहिँ, उसको बाटो उसले चाहिँ आफूलाई सेक्रिफाइस गरेर मलाई यो ठाउँमा ल्याएको हो। उसलाई म बार बार सम्झिन्छु। संयोग यो मिरमिरेमा चाहिँ के भयो भनेदेखि मनोज थापाले एउटा गीत बनाएको थियो, मनोज थापालाई थ्याङ्क यू भन्छु। अनि मनोजले के भनेको थियो भने दिदीलाई यो गीत दिन्छु है म भनेको थिएँ, म भन्दिनँ आफै भन तिमी भनेको थिएँ। अनि किनभने आफ्नो आफ्नो पहिचान हुन्छ, मैले चाहिँ नि त्यो भूमिका म त्यो रूपमा लिएन। अनि मलाई एक दिन सुनायो, मलाई मनोजले चाहिँ एउटा गीत पठाएको यो सुन त भनेको थियो। अनि मैले त हाम्रो फिल्मको हो भनिनँ मैले उसलाई। अनि रेकर्ड गरेर आएपछि चाहिँ उसले सुने तिम्रो फिल्मको हो रहेछ त, सायद मेरो फिल्मको हो भनेको उसले पहिला गाउँदैन थियो कि थाहा छैन होइन। आजको दिनसम्म मैले उसलाई चाहिँ मतलब उसले जुन हिसाबको उसको सपना थियो एकाडेमिक हिसाबले अध्ययन गर्छु अथवा अर्को हिसाबले त्यो हिसाबमा चाहिँ मैले सपोर्ट गरेँ। तर म्युजिकमा चाहिँ यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्ने हाम्रो सल्लाह पनि हुन्छ, तर यही गर भनेर मैले एफोर्ड गर्दिनँ किनभने म्युजिकमा मभन्दा उसको ठुलो ज्ञान छ। अनि त्यस्तो हो। अनि अब यसमा त के भन्नु, मैले धेरै पटक भनेको छु कि स्टोरी सुनाएको छु। राम्रो गाउँछ तर अब के भन्छ पछि चाहिँ उसले साँच्चै भन्दाखेरि हाम्रो दुईवटा छोरा हुर्काउनको लागि उसले आफ्नो समय दियो। अनि उसले 10-12वटा म्युजिकहरू चाहिँ रेडी बनाएर राखेको छ, प्रकाश गर्ने यस्तो कुराहरू चाहिँ त्यो चाहिँ अब कहिले रिलिज गर्छ थाहा छैन, त्यो उसको निर्णय हो नि त होइन। मैले त्यसमा सपोर्ट गर्नु चाहिँ मेरो आफ्नो कर्तव्य पनि हो अनि मेरो जिम्मेवारी पनि हो, त्यो चाहिँ छ। आजको जुन ठाउँमा छु उसले गर्दा जान्छु, तर ऊ जो छ ऊ आफ्नो ठाउँ आफ्नो कारणले नै ऊ पनि त्यो ठाउँमा छ। थ्याङ्क यू। ओके, अब यो लास्ट